जानु जानु दोकानबाट लिएर आउनु। खै अस्तिको पैसा त तिरेको छुइनँ, बाँकी छ। अब मुन्नाले दिन्छ कि दिँदैन, यो गरिब दुखीलाई पनि के तिहार आउनु पर्यो। मुन्ना, ए मुन्ना। हजुर, कविता दिदी पाउनु भएछ त नि। दसैँ कस्तो लाग्यो त? दसैँ यस्तै भयो, राम्रै भयो सदाको जस्तो। तपाईँको? दसैँ त राम्रो भयो, अब तिहार आयो। त्यही त दसैँको पैसा ल्याउन तिर्दिन आउनु भएको होला नि त। अहिले त छैन मुन्ना, अब यसो दिन्छौ कि भनेर आएको। अनि दसैँकै दिनुभएको छ झन्, त्यही माथि जाने कहाँबाट दिनु थपमा थप त हामीलाई पनि त ल्याउनु पर्छ सामान। अनि दिइहाल्छु नि त नि, अब उसको बाबाले ल्याउँछ अनि त्यसरी म दिन्छु नि, सबै तिर्दिन्छु। फेरि नढाट्नु नि फेरि। ढाँट्दिन हौ, ढाँट्दिन। जस्तो चाडबाडमा नदिउँ भने पनि हुँदैन, दिन्छु त्यहाँ नढाट्नु है। ल ल ढाँट्दिन। के लानुहुन्छ ल ल। दसैँ तिहार पनि सक्यो। यो कविता दिदीले पैसा ल्याइदिन्छु भन्थ्यो त, आएन त। कहाँबाट सामान लाँदैछ? होइन 1 महिना धेरै भइसक्यो त, सामान कहाँबाट लाँदै रहेछ होइन? सोध्ने बेला भयो हौ, नसोधिकन भएन। बाँकी खाएपछि त मारिहाल्छन्, कहाँ छन् पनि देखे भने मार्छन्। हे भगवान, नखाँदा पनि नहुने, खाँदा पनि डर लाग्दो। मम्मी 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 ओ कविता उता लुकी जानु हुँदैछ। उता अगाडि बाटोमा चाहिँ हिँड्नु त। बाँकी खाने पनि धेरै साह्रो हुँदो रहेछ, कताबाट भाग्नु नि। कता भाग्नु हौ? कहाँ गएर आउनु भएको? सन्चै हुनुहुन्छ? आमामामा कति भइसक्यो, बाँकी तिर्न आउनु पर्दैन हेर्नु त। सामान यत्रो भारी बोकेर अर्को दोकानबाट, मेरो दोकान छोडिछुडी अर्को दोकानबाट ल्याउनु, मेरो दोकानको बाँकी तिर्नु पर्दैन? तिर्छ त अनि तिम्रो दोकानको पैसा। अनि तिरिहाल्छु नि तिम्रो पैसा। कतिपल्टको महिना मर्नु के भनेर ल्याउनु भएको थियो चाडबाडको बेलामा? कस्तो रहेछ तपाईँहरू? दिनु पर्दैन पैसा? के चोरेर खाएको छु र? दिएर त खाएको छु नि। तिर्नु पर्दैन त अनि? अनि के बाटा बेइज्जत गर्ने हो त नि? तिरिहाल्छु त नि। हे भगवान, आफै बाँकी दिनुपर्छ, आफैले नै गाली खानुपर्छ। यो दोकान त नगर्नु पर्ने रहेछ भगवान।